नमस्कार, हार्दिक स्वागत छ तपाईलाई इनर उडानमा। यो च्यानल हो तपाईको मनको आवाज सुन्न ठाउँ, जहाँ जीवनका उतार चढाव, आत्मबल र विकासका कुराहरू हुने गर्दछ। आउनुहोस् आजको विषयवस्तुतिर लागौँ। आजको विषयवस्तु छ समयको सदुपयोग कसरी गर्ने भन्ने विषयवस्तु हो। हामीले सधैँ आफ्नो समयलाई कसरी सदुपयोग गर्ने भन्ने विषयवस्तुको सानो केही टिप्पणीहरू हामी लिएर आएका छौँ। लागौँ विषयवस्तुतिर। हामीसँग पैसा गुम्यो भने हामी पैसा फेरि कमाउन सक्छौँ। सम्बन्ध टुट्यो भने त्यो सम्बन्ध हामी फेरि बनाउने कोसिस गर्न सक्छौँ। तर समय टुट्यो, समय गयो भने हामीले त्यो समयलाई सदुपयोग गर्न सकेनौँ भने हाम्रो समय एकदम नष्ट भइसकेको हुन्छ। त्यसलाई सदुपयोग गर्नुपर्छ मित्रहरू। हो, समय एकपटक बित्यो भने त्यसलाई फेरि कहिले फिर्ता ल्याउन सकिँदैन। हो हजुर, हाम्रो समय एकपटक हामीले खेर फाल्यौँ, त्यो समय गयो, त्यो समय बित्यो भने त्यसलाई हामीले फर्काएर ल्याउँछौँ भनेर सकिँदैन। हामी हिजोको दिनमा बच्चा थियौँ, आजको दिनमा यङ भयौँ या बुढा भयौँ भने अब मैले मेरो बचपना ल्याउँछु भनेर हामीले सकिँदैन। त्यस कारणले समयको धेरै सदुपयोग गर्नुपर्ने हुन्छ साथीहरू। समय हाम्रो जीवनको सबैभन्दा मूल्यवान सम्पत्ति हो साथीहरू। त्यस कारणले समयलाई यस्तो राम्रो तरिकाले सदुपयोग गर्नुपर्छ, यस्तो मिठो तरिकाले सदुपयोग गर्नुपर्छ। हामीले त्यो समयलाई एक मिनटको समय पनि खेर फाल्नु हुँदैन। हजुर, हामीले समयलाई बिना मतलबमा यस्तो बेकार तरिकाले खर्च गरिरहेका हुन्छौँ। त्यो समयलाई हामीले सदुपयोग गर्नुपर्छ। हजुरको बेकारको समय हो। हिजोको दिनमा मैले पनि सोच्ने गर्दथेँ साथीहरू। मैले फेसबुक चलाउँथेँ। फेसबुक चलाउँदाखेरि जति मैले फेसबुकमा समय दिएको छु, यो समय मैले कुनै राम्रो काम गर्ने ठाउँमा युटिलाइज गर्नु पाए हुन्थ्यो भन्ने म आफूले पनि सोच्थेँ। भने हजुरहरूलाई पनि त्यो समय राम्रो ठाउँमा युटिलाइज गर्नु हुन अनुरोध गर्दछु साथीहरू। किनभने हामीले अहिले 1 घन्टा पनि समय सदुपयोग गऱ्यौँ भने त्यो 1 घन्टाले हामीलाई 10 वर्ष अगाडिसम्म काम गर्न सक्ने हिम्मत दिने गर्दछ साथीहरू। हामीसँग दिनमा 24 घन्टा हुन्छ साथीहरू। त्यो समयमा कतिपयले मोबाइल हेरेर अनेक काम गरेर त्यो समय बर्बाद गर्नुहुन्छ भने कतिपय साथीहरूले त्यो समयलाई सदुपयोग गर्नुहुन्छ। मैले अगाडि भनिसकेको छु। त्यो 24 घन्टाबाट कतिपय मान्छेहरूले आफ्नो सपना पुरा गर्नुहुन्छ भने, तर कतिपय साथीहरूले, कतिपय मानिसहरूले त्यो 24 घन्टा मोबाइल स्क्रोल डाउन अप गरेर मात्र समय खर्च गर्नुहुन्छ। सरी, त्यस कारणले आउनुहोस्, बुझ्नुहोस् समयको सदुपयोग कसरी गर्ने भन्ने विषयवस्तुतिर आफूले सोच्नुहोस् र त्यो समयलाई सदुपयोग गर्न सिक्नुहोस्। अझै पनि बुझ्नु भएन भने यो भिडियोलाई फेरि दोहोऱ्याएर हेर्नुहोस्। सोच्नुहोस् त, हजुर आज बिहान उठेर सुरुको 1 घन्टा केसमा बिताउनु भयो, त्यहाँबाट सुरु गर्नुहोस्। त्यो समय केमा युज गर्नुभयो? पक्कै पनि धेरै साथीहरूले बिहान बिस्तारामै उठेर मोबाइल निकाल्नु भयो होला। आँखा खुलेको छैन, हातमा मोबाइल आइसकेको होला। तर त्यो मोबाइलमा हजुरले आजको बिजनेस, व्यवसाय, आजको दिनमा गर्ने कामको बारेमा भन्दा पनि हजुरले व्हाट्सएप, फेसबुक, मेसेन्जर, युट्युब इत्यादितिर पक्कै लाग्नु भयो होला, होइन? तर हो, सबै साथीले त्यस्तो गर्नुभएको छैन। किनभने धेरै साथीहरू एकदम सफल हुनुभएको छ। उहाँहरूले बिहान उठ्ने बित्तिकै मोबाइल लिनुभयो, तर त्यसै मोबाइलमा आफूले गर्ने कामको बारेमा ध्यान दिएर त्यसै बारेमा समय बिताउनु भयो भने कतिपय साथीहरूले काम छैन के गर्ने त भन्ने जस्तो सोच बनाएर युट्युब, फेसबुक, टिकटक इत्यादि चिजमा समय युज गर्नुभएको छ। हो, त्यसमा पनि हजुरको कामको विषयमा छ भने एकदम राम्रो गर्नुभएको छ। त्यो नराम्रो भन्न मिल्दैन। त्यस कारणले के गर्नुभयो बिहानको 1 घन्टा त्यहाँबाट सोच्नुहोस् र त्यो बिहानको 1 घन्टा हजुरले त्यो समय कसको हातमा दिनुभयो आफै अवलोकन गर्नुहोस्। तपाईँ आफ्नो सपना पुरा गर्न लागिराख्नु भएको छ कि तपाईँले त्यो बिहानको 1 घन्टा दिएर अरूको सपना पुरा गर्न लागिराख्नु भएको छ? ध्यान दिनुहोस्। समयको सदुपयोग भनेको हरेक पल केही न केही काम सिक्ने मौका आफूले आफैलाई दिनुहोस् साथीहरू। आफूले आफैलाई केही न केही सिक्ने मौका दिनु हो।
समय भनेको आफ्नो लागि केही गर्नु हो, केही सिक्नु हो, आफ्नो जिन्दगीलाई, आफ्नो जीवनलाई एक दिशा दिनु हो, एक राम्रो बाटोमा तय गर्नु हो, राम्रो बाटोमा हिँड्नु हो। त्यो बाटो नकारात्मक पक्षमा होइन, उल्टो बाटोमा होइन, सिधा बाटोमा हिँड्नु हो, राम्रो बाटोमा हिँड्नु हो। यदि हजुर नराम्रो बाटो हिँड्नु भयो भने त्यो समयको सदुपयोग हुँदैन, त्यो समयको दुरुपयोग हुन्छ। सो त्यस कारणले हामीले समयलाई बेलैमा सदुपयोग गर्न सिक्नुपर्छ। हो, मैले अगाडि पनि भनेको छु, तपाईँको बिहानको 1 घन्टा भनेको जीवनको 10 वर्षलाई परिवर्तन गर्न सक्ने समय हो। त्यसैले त्यो 1 घन्टा हजुरले 1 घन्टा समय राम्रो काममा युज गर्नुभयो, युटिलाइज गर्नुभयो भने हजुरले 10 वर्षसम्म आफ्नो जिन्दगी सहज तरिकाले चलाउन सक्ने क्षमता बन्न सक्छ। तपाईँले राम्रो विषयको बारेमा 1 पेज पढ्नुभयो भने या राम्रो विषयको बारेमा कोही व्यक्तिलाई 1 पेज सम्झाइदिनु भयो भने त्यो व्यक्तिले अगाडि 100 जनालाई राम्रो विषय वस्तुमा लैजान सक्ने क्षमता बनाएर अगाडि बढ्नुहुन्छ। समय भनेको त्यो हो, त्यसरी गरिन्छ। हो, पुरा घुमी त्यही आएको छ, नराम्रो नमान्नु होला, किनभने मैले हजुरलाई समय कसरी सदुपयोग गर्ने भन्ने कुरा सम्झाइरहेको छु, हजुरले बुझ्ने कोसिस गर्नु होला। अब म यहाँ हजुरहरूलाई केही सरल उपायहरू दिन चाहन्छु जो कि हजुरले आफ्नो जिन्दगीमा अगाडि बढ्न, समय सदुपयोग गर्नको लागि एकदम सजिलो हुनेछ। आउनुहोस् सुनौ, ती के हुन्। बिहान चाँडै उठ्नुहोस्, लक्ष्य बनाउनुहोस्। हजुरले बिहान उठ्दा बित्तिकै लक्ष्य बनाउनुहोस्, आज के गर्ने, आजको पहिलो घन्टा के गर्ने, आज के गर्ने, दैनिक, आज दिनभरि, त्यसमा विकली, हप्ताको र मन्थली, मासिक, यसरी हजुरले आफ्नो प्लान बनाउनु भयो भने हजुर एकदम अगाडि बढ्न सक्नुहुनेछ। मोबाइल प्रयोग गर्दाखेरि एकदम सीमित युज गर्नुहोस्, सीमितमा राख्नुहोस्, किनभने हामी मोबाइलमा रुचि राखेर मोबाइलमा घोप्टिराख्ने होइन मित्रहरू। जो आजभोलिको बच्चामा धेरैमा त्यो बानी रहेको छ, जो कि बिना मोबाइल उहाँहरूले खाना पनि खानुहुन्न। त्यो होइन साथीहरू। नयाँ सिक्नुहोस्, चाहे त्यो पढाइ होस् चाहे व्यवसाय होस्। त्यसकारणले नयाँ कुरा सिक्ने गर्नुहोस्, ध्यान गर्नुहोस्, मेडिटेसन गर्नुहोस् र आत्मचिन्तन गर्नुहोस्, ताकि हजुरको जीवनमा यस्ता कुनै पनि काम गर्नलाई असहज नहोस्। यदि हजुरले मेडिटेसन गर्नुभयो, योगाहरू गर्नुभयो भने, ध्यान गर्नुभयो भने, या कुनै काम विशेषलाई गहिरो तरिकाले ध्यान केन्द्रितमा राखेर सोच्नुभयो भने त्यसप्रति हाम्रो सकारात्मक सोच भएर जान्छ र हामीलाई ऊर्जा आउने गर्दछ र हामीले समयको सही सदुपयोग गर्न सकिन्छ साथीहरू। अन्त्यमा छ, आफ्नो समय भनेको सही व्यक्तिमा र सही काममा लगानी गर्नुहोस्। किन भन्नुहुन्छ भने हजुरले नकारात्मक व्यक्तिसँग, नकारात्मक सोच भएका व्यक्तिसँग यस्तो कुराहरू गर्नुभयो भने हजुर पनि नकारात्मक हुन समय लाग्दैन। हजुरले बुझ्नु भएकै होला। भन्न खोजेको यो, हजुरसँग 1 बाल्टी दुध छ, त्यो 1 बाल्टी दुधमा 2 थोपा जहर पर्यो भने त्यो पुरै दुध हामीले जहर बन्यो भनेर फ्याँकिदिन्छौँ। अब बुझ्नुहोस् है, अब बुझ्नुहोस्, हामीले गलत व्यक्तिको सङ्गत गऱ्यौँ भने हजुर, हामी लगायत हाम्रा सङ्गी साथी दाजुभाइ घर परिवार पुरै गलत हुन सक्छ। सो त्यस कारणले सही व्यक्तिको सङ्गत गर्नुहोस्, समयलाई त्यसरी युज गर्नुहोस्। हाम्रो जीवन भनेको एक दिन सकिन्छ, तर समय भनेको हाम्रो हरेक सेकेन्डमा सकिँदैछ साथीहरू। प्रश्न यो हो कि साथीहरू, तपाईँले समयलाई आफ्नो सेवक बनाउँदै हुनुहुन्छ या हजुर समयको सेवक हुनुहुन्छ, समयको दासी हजुर आफू हुनुहुन्छ? यसलाई विचार गर्नुहोस्। सफल व्यक्ति र असफल व्यक्तिको बीचको सबैभन्दा ठुलो फरक भनेको समयको सदुपयोग हो साथीहरू। यस कुरालाई ध्यान दिनु होला। अब निर्णय तपाईँको हो, अब निर्णय तपाईँको हातमा छ, समयलाई गुमाउने या अवसरलाई समाउने। यो कुरा हजुरको हातमा छ। आउनुहोस् किनार उडानको साथमा, किनार उडानसँग आजैदेखि सुरु गर्नुहोस् आत्मविकासको यात्रा समयको अमूल्य बुझेर, किनभने समय बितिरहन्छ तर पछि त हामीलाई सधैँ लागिरहेको छ। सो त्यस कारणले किनार उडानको साथमा रहनुहोस्। सधैँ हजुरलाई आत्मबल बढाउने कुराहरू गरिन्छ,
आत्मविकासका कुराहरू गर्ने गरिन्छ, मनोबल बढाउने कुराहरू गर्ने गरिन्छ। जीवन परिवर्तन गर्ने विचारका लागि हामी सधैँ तपाईँको साथमा छौँ। किनर उडान सधैँ साथमा रहनुहोस्। धन्यवाद भन्दै आजलाई बिदा हुन्छु र अन्त्यमा यो च्यानललाई लाइक, सेयर, सब्सक्राइब गर्न नभुल्नुहोला भन्दै म बिदा हुन्छु। धन्यवाद।